दामी छ है दामी चलाइदिन्छु गाइस ब्लगर हुनु साह्रो छ यार होइन वेलकम भिडियोले सबैजनालाई नमस्ते अन्त आज पनि मेरो भिडियोमा त आज हाम्रो साथी आइरहेको छ होइन उसलाई चिन्नुभयो होला म्याक्स पेन्ट हो अन्त हाम्रो भम्बे दा यहाँ छ होइन अन्त के भन्छ के गर्ने भन्दा चाहिँ आज हामी जाने मुनि होइन अन्त मेरो साइकलले अस्ति जुन चाहिँ मैले अनबक्सिङ गर्छु भने थिएँ त्यो पनि अनबक्सिङ गर्ने होइन भम्बे दा गर्ने हो अन्त त्यहाँ भन्छ त्यो साइकल अलिक कस्तो कस्तो छ हाम्रो यहाँ टोबोदाले बनाइदिन्छ किनकि ऊ इन्जिनियर प्र्याक्टिस गरेको छ नि त होइन यसै कारणले उसले बनाइदिन्छ होइन टोबोदा अन्त फुटबल पनि खेल्न जाने भन्दैछ ल खानु जाने होइन फुटबल खेल्न जानुपर्छ हेर्दै गर्नुहोस् मेरो अन्तिम भिडियोलाई बाई अब हामी अब निक्लिन सकेको छौँ होइन होइन निस्किएको होइन हामी निस्किएको अन्त मेरो चप्पिङ चाहिँ अब माथि सुकाएको छु होइन ए टोपदा आम्बो तिम्रो चप्पिङ त के भन्नु कतिमा किनेको त 20,000 20,000 अन्त 20,000मा किनेको अरे टोपदाले होइन एकदम दामी छ त्यो चप्पल किन्यो भने चाहिँ कता किनेको भन त उता किनेको अरे ठिकै छ होइन अब मैले मेरो चप्पल चाहिँ त्यहीँ छ नि त होइन चप्पल चेन्ज गर्ने अब मैले यो चप्पललाई धोएर राखेको थिएँ एकदम मजाले एकदम सेतो बनाइदिएको छु कालो छ कालो अलिअलि कालो छ नि त त्यस्तो छैन होइन अब निस्किने अब गाइस अब हेर्दै गर्नुहोस् अब हातमै छ चप्पल चाहिँ होइन यसलाई साइडमा राख्ने अर्को चप्पल अन्त यो चप्पललाई चाहिँ सिधा गर्ने अनि त्यहाँदेखिको चाहिँ लगाएर चाहिँ अब एनसी देखेको छ गाइस अब जाने अब हेर्दै गर्नुहोस् अन्त यहाँ चाहिँ मेरो है मैले मेरो घरमा चाहिँ यिनीहरूलाई यस्तो लगाइदियो भने चाहिँ यस्तो लगाइदियो यिनीहरूले चाहिँ यहीँ किल्छिँदैछ हेर्नु न के भन्नु अब गाइस अब हेर्दै गर्नु मेरो साइकल चाहिँ कुन चाहिँ हो होइन मेरो साइकल चाहिँ यो हो एकदम दामी साइकल छ ओ मेरो साइकलमा किन राखिस् तँले हटाउ तेरो साइकल हटाइसक्यो उ नगर पुका बक्सिङ चाहिँ हाम्रो टोपो दाले गरिदिन्छ मजाले गरिदियो त्यो बस ल अनबक्सिङ गरिदियो ओ भम्बी दा त्यो फोल फाक्दा फाक्न छिटो उठा न टोपो दा त्यस्तो त्यस्तो अरे दुध भन्ने के एउटा गाइस यसले चाहिँ नि के होइन गाइस मेरो एउटा मैला टिप्ने र एउटा अन्त निकालिदिने आइरहेको छ होइन अन्त अर्को इन्जिनियर छ काम गर्छ त्यसले चाहिँ मेरो काम गर्छ त्यसले चाहिँ अन्त के भन्नु र कस्तो साइकल हो बोका अन्त गाइस एकदम दामी छ यो साइकल चाहिँ मेरो साइकल अब यसको सिनेमेटिक पनि देखाउँछु तपाईँलाई गाइस ओए ममता दिदीले दिएको अहिले मलाई नगरे ममता दिदीले दिएको अरे गाइस एकदम दामी आज अनबक्सिङ दामी दामी लु तँ चलाइदियो तँ चलाइदियो त्यो हिसाब भाँचिँदैन होइन तँ लम्बु भइस् न गाइटा यो भम्पे भन्दा नि लम्बु भइस् तँ जा अरे वाह पम्प अहिले जान्छ होला मेरो गाइस दामी छ साइकल यो साइकल लिनु सक्छ तपाईँले एकदम दामी छ साइकल होइन गाइस हेलो गाइस तपाईँ हाम्रो साइकल चलाउने यसलाई निकाल्न सक्छस् है सक्छु त गाइस दामी छ साइकल लु आइहाल्छ रुख न नगर भाइ जान चम्ची लिएर आइज चम्ची दाले गरिदिन्छ अरे होइन यो दाले चम्चीले हानिदिन्छ अरे होइन अन्त मेरो साइकल चाहिँ आज मेरो भम्पे दा अन्त यो टोपो दाले चाहिँ मजाले खोलिदिँदैछ होइन यिनीहरूलाई साइकलको नलेज चाहिँ सबै थाहा छ नि त होइन केटा ए यो मान्छे जक्लिङ गरिदिनु थालिहालेको यो मान्छे चाहिँ फुटबल हो होइन एकमा पे होइन तिमी एम्बापे हो लु गर भाइ तँ गर नगर राखेको के काम हो तिमीहरूलाई त यसले मेरो बात सुनेको छैन होइन अन्त यसको बात यसले मेरो बात सुनेको छैन यसको अब लास्ट खोल्नु अडेको यसले चाहिँ अहिलेसम्म सुन्दैनस् वरिपरि हेर तिमी बा निचु पनि अहिले जोर्से जाऊ निक्ले छिरो टोपोदाले छुरी ल्याएको छ होइन टोपोदा छुरी बिस्तारी मजाले निकाल्दै गर्नु आइला बोका होइन मैले खोलिदिएको थिएँ अन्त खोलेर त्यसले आउँछ लाग्छै खोल्न त नपराखेको काम हाम्रो टोपोदाले खोलिदियो अम्पो यहाँ मेकेनिक कति साल भयो तिम्रो दा कति साल भयो हुँदैछ नि ए प्र्याक्टिस पो भर्खर
ए दामी दामी यो दाले चाहिँ एकदम मेरो साइकल पनि खोलेको छ दामी दामी पाराले होइन के भन्नु होला गाइस अब साइकल बेच्नै जान्छ अरे होइन त्यो टाउको बेच्नु राति आउँछ अरे लिनुको लागि अब मेरो होइन टक्कै अब यो चाहिँ यो चाहिँ गोजीमा हालिहाल्नु चाहिँ किनकि एकदम मेन हो अरे होइन बादमा फेरि चाहियो भने माजाको माल फेरि आउनु सक्छु म त्यहीँ ल गाइस अब हेर्दै हुनुहोस् त हाम्रो यो मेकेनिक दाले हाम्रो बनाइ पनि सकेको छ देखाइदियो त यी एकदम यो खोलिदिएको छ होइन अब घर एकदम दामी साइकल चाहिँ एकदम दामी देख्नु होइन ब्रो यसलाई चाहिन्छ ब्रो के गरिदिएको तिमीले खेलिदिने हो खेलिदिने हो मजा नगर देऊ त रोकी बुढा दिमाग हेर तेरो के भन्छ लाइट गर्नु जाने हो एकदम बनाएर लगेर जाने त्यसलाई चाहिँ म भोलि ढिलो किन अहिले जाउँ होइन त्यसलाई पक्सिनुको लागि त्यो हामीले साइकल पनि निकालिसकेको छु एकदम पारालाई दामी साइकल छ होइन यो साइकललाई त एकदम फेल गरिदिन्छ होइन पातलो टायर पातलो मान्छे होइन टोटोमा जाने निस्किने अब भोलि चाहिँ म यहाँलाई यहाँ बसाउने अन्त हिँड्नु घुम्नु लाग्ने यहाँ होइन त्यहाँ यता अगाडि चाहिँ बस्ने ल भोलि होइन तर 2 दिन बाद एकजनालाई बसाइदिन्छु त्यसमा चाहिँ टोपोलाई हाल्नु पर्छ त्यसमा चाहिँ टोपो नै कसलाई राखिदिनु पर्छ तँ म अन्त टोपो नै त्यहाँ अगाडि बस्छ हामी निस्केको भम्पे दाले साइकल निकालिसकेको छ होइन मेरो साइकल पनि निकालिसकेको छु होइन गाइस अब मैले चाहिँ मोटो भ्लग स्टार्ट गरौँ भनेको होइन अब मोटो भ्लगको लागि अलिक पैसा चाहिन्छ होइन है त्यो बेसी पर्दैन होइन त्यो स्ट्यान्डको लागि अन्त टक्कै एउटा छातीमा लगाउने हुन्छ टक्कै त्यहाँ लगाएँ त्यहाँदेखिको टक्कै लगाएर चाहिँ हिँड्दै जाने हो तर गाइस एकदम यस्तो हुन्छ मोटो ग्लासको हो तर राम्रो हुन्छ लगाउने गाइस किन्ने भनेको हेरौँ कहिले हुन्छ होइन किन्छु त्यहाँदेखिको देखाउँछु तपाईँलाई मोटो भ्लग पनि दामी दामी आउँछ होइन यो साइकलमा यो साइकल चाहिँ अलिकति सबै रुस छ अहिले होइन यसलाई बनाउनु पर्छ जब म बनाउँछु त्यहाँदेखि देखाउँछु गाइस अब हेर्दै गर्नुहोस् मेरो भिडियोलाई होइन मम्मी भाइ चाहिँ जाँदैछ अगाडि होइन अन्त म चाहिँ अब पनि गइएको नि त होइन हो त गाइस हेर्दै गर्नुहोस् अन्तिमसम्म मेरो भिडियोलाई गाइस सक्छ हेर्नु सक्छ तपाईँले गाइस म साइकल राइडर हो होइन तर म चाहिँ अब बेसी साइकल चलाउँदिनँ होइन आदत छैन यसै कारणले तर यो साइकलको पम्प पनि अलिकति कम भएको छ अन्त पम्प पनि दामी चलाइदिन्छु गाइस स्पन्ज छ दामी गाडी छ गाइस हामी पुगिसकेको छ होइन साइकल होइन अब यसलाई चाहिँ साइकलमा पम्प हाल्ने हो साइकल पम्प हाल्दै गर ल जा पम्प हालेर म ल्याइदिन्छु नि फेरि ल जास पम्प हालिदिए कालीको चाहिँ होइन मेरो भाइले साइकल लगेको छ नि त होइन अनि त्यस्तो साइकल चाहिँ लिनु गएको म हामी गाइस पुगिसकेको छ आरुष भाइ चाहिँ नाङ्गे भएर नभएर निक्लिँदैछ होइन हामी त जान्दैनौँ नि भाइ हुँदै जान्दैन अरे नि त तिनीहरू तिनीहरूको कहाँ जान्छ हौ लु छिटो आऊ लु त्यो गाइस अब भाइलाई निकाल्ने लुगा लगाइहाल्छ अरे लुगा लगाइहाल्ला त लु अन्त गाइस अब अन्तिमसम्म मेरो भिडियो हेर्दै गर्नु सबैजनालाई मेरो भिडियोलाई हामी एक राउन्डमा पुगिसकेको छु एकदम होइन यहाँ अस्तिको केटाहरू चाहिँ सबैजना यहाँ खेल्दैछ किन खेल्दैको भन्दा चाहिँ होइन यो पुतली भाइ छ जुन चाहिँ यो पुतली भाइले चाहिँ होइन त्यो आर्मीको मान्छेलाई बिसेपको मान्छेलाई मुख चलाएछ होइन अन्त मुख चलाएको कारणले यिनीहरूलाई कसलाई पुस्नु दिएन रहेछ बिचरा होइन मलाई मन दुख्यो अन्त अब के गर्नु र गाइस अब यहाँ खेल्छ अरे होइन जक्लिङहरू खेल्दैछ म यहीँ खेलिदिन्छु साइकललाई चाहिँ साइडमा गरिदिन्छु गाइस साइकल चाहिँ दामी छ होइन के भन्नु र गाइस अब साइकल चाहिँ साइडमा गरिदिन्छु यो साइकलमा जे पनि भयो भने तिनीहरूको ढुलाइ हुन्छ नि होइन साइकल म गाइस लिनु सक्छु तपाईँले एकदम दामी साइकल छ न तपाईँले लिनु सक्छ एकदम ममताको साइकल ममता दिला यति दामी साइकल त तपाईँले कहिले देखेको पनि थिएन होला अन्त कहिले देख्नु पनि हुँदैन अब यहाँ चाहिँ केटाहरू छ होइन के भन्नु अब यस रोशन दाई हाम्रो प्रतीक दाई ठिक छ हौ साथी हाम्रो भम्पे दा नेमार हेरे पुरा यो बिटिएसको फ्यान भएको छ साथी टाउको लगाएर होइन ओपा सारङ्गे भन्छ अरे अहिले पनि खतरा हो नि यो त अन्त खतरा हो यहाँ के भन्छ मेरो भडियो भन न गाइस लु लाइक सब्सक्राइब अन्त दोर्जेलाई सबै गरिदिनु ल हो र कमेन्ट पनि गरिदिनु हल्का सेयर पनि गरिदिनु यो भिडियोलाई मजाले ल गाइस अब खेल्नुपर्छ होइन प्रमोट गरिदियो प्रमोट गरेर 500 रहेछ है ल
सबैजना मान्छेहरू आइरहेको छ होइन यहाँ खेल्दैछ अघिदेखिको होइन मलाई एकछिन खेल्नु दिनुहोस् गाइस कोही क्यामेराम्यान राखेको भाइहरू राखेको भाइले त्यस्तो मजाले बोकेन त यसै कारणले हाम्रो 2 गोल हाम्रो 1 कि 2 गोल भइसक्यो यिनीहरूको 0 छ उतापट्टि होइन किनकि म बसिरहेको छु क्यामेराम्यान होइन यसै कारणले म डेन्जर हो नि त हेर्न सक्छु यो मान्छे दामी खेल्छ भन्छ तर मलाई आइरहन थाहा भएन कसो खेल्छ होइन तर हेरौँ तर मेरो छेउमा त किन लाग्दो खेल्दैछ होइन लुडो बजा के भन्न चाहन्छौ है को भन त मलाई चिनेनौ को भन त हेर्दा फेमस मान्छे जस्तो लागेको छैन यस्तो भनिदिएको हौ म को भन त तिम्रो नाम के हो मैले तिमीलाई चिने तिमी त खतरनाक मान्छे यार के रे भाइ त जा गाइस भ्लगर हुनु साह्रो छ यार होइन भिडियो बनाउनु कि गेम खेल्नु अन्त एउटा भिडियो बनाउने एउटा भिडियो पक्रिने मान्छे पनि कतिलो छैन गाइस होइन अब खोज्दैछु एउटा होइन तर हेरौँ गाइस यी सबै अब त पाउँदैन गाइस खेल्दैछ दामी पाराले म नि खेलिदिँदैछु गाइस एकछिन पर्खिनु अब भाइ यो बोकाले फेरि अब भिडियो बनाइदिन्छु भन्छ गल्तीले 2 गोल हानिसकेको छ मैले चाहिँ हेरेर भिडियो अब घर जाने होइन अब ढिलो भइसकेको छ एकदम मच्छरले टोक्दैछ होइन अब घर जाने मजाले होइन अब भिडियो पनि राति भइसकेको छ एकदम राति हेर्नु सक्छु तपाईँले भन्नु ए आरुष भाइ ठिक छौ तिमी त रक्सी पो खायो भन्दैछौ त होइन अन्त गाइस अब हामी जाने होइन अब चाहिँ अब घर राति ढिलो भइसकेको छ एकदम अब अन्तिमसम्म भिडियो हेर्दै गर्नुहोस् मेरो भिडियोलाई अब घर गएर भेटौँ मलाई बाई वेलकम अन्त हामी चाहिँ घर पनि पुगिसक्यो होइन अन्त यो सोयाबिन 2टा खाइदिने एकदम राम्रो प्रोटिन हुन्छ यसले चाहिँ होइन अन्त घर पुगिसक्यो गाइस आजको फुटबल हामी खेल्यो होइन राम्रो लाग्यो अन्त आज साइकल पनि निक्लेको तपाईँले देख्नुभयो होला अन्त के भन्नु र बेसी त भन्न चाहदिनँ आजको भिडियो कस्तो लाग्यो लाइक सेयर कमेन्ट गर्नु चाहिँ नबोलिनु होला त गाइस यति भनेर आज चाहिँ म भिडियो बन्द गर्न चाहन्छु धन्यवाद।